कृषिप्रति चासो राख्ने र कृषि सँगसँगै कृषिमा जानकारी राख्ने सम्पूर्ण तमाम तपाईहरुको लागि आजको विशेष नयाँ भिडियो रहेको छ। आजको भिडियो चाहिँ कृषि पुनर्जीवित अथवा कृषि पुनर्जीवित चाहिँ भनेको यसको चाहिँ परिचय, यो कहाँबाट निक्ल्यो अथवा यसको बारेमा चाहिँ के कुरा चाहिँ रिसर्च भएको छ, यसको विषयमा चाहिँ थोरै चर्चा परिचर्चा गर्नेछौँ। यसको विषयमा चासो राख्ने साथीहरूले भिडियोको अन्तिमसम्म हेरेर साथ दिनु होला। नमस्कार, म नेपाली कृषक उस्मान वाइबा, हेटौडा 19 नेवारपानी मकवानपुर, बागमती प्रदेश, नेपालबाट। आजको भिडियो चाहिँ सबै समग्रमा भन्दाखेरि चाहिँ धेरै लामो हुनेछ। त्यो भएको कारणले गर्दाखेरि यो कृषि पुनर्जीवित भनेको चाहिँ के हो त भन्ने विषयको चाहिँ म भाग गरेर आजको चाहिँ पहिलो भागमा चाहिँ तपाईहरुलाई यसको परिचयको बारेमा र यो कहाँबाट चाहिँ यसको अध्ययन भयो भन्ने विषयमा जोडौं। अब यो भिडियोमा जोड्नु भन्दा पहिला चाहिँ तपाईले एउटा लाइक अनि कमेन्ट अनि हाम्रो आजको जानकारीमूलक भिडियो भएर यो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला। अनि मेरो फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिदिनु होला। अनि यदि युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। लागौं आजको विशेष भिडियोतर्फ। आजको भिडियो चाहिँ मैले विशेष गरी अहिलेसम्म कृषि सेक्टरमा ननिक्लेको, आज नेपालमा चाहिँ यसको विषयमा चाहिँ चर्चा परिचर्चा नभएको भिडियो र मैले चाहिँ यो के भन्छ सञ्चार माध्यम, विभिन्न किसिमको सञ्चार माध्यम, नेपालबाट चाहिँ होइन, इन्डियाको अथवा बाहिरी देशहरूको सञ्चार माध्यममा चर्चा भएको कुरा कृषि पुनर्जीवित भन्ने रहेछ। यो चाहिँ बेलायतको कृषि विश्वविद्यालयले चाहिँ यसलाई लागू गरेर रहेछ। विशेष गरी यो कृषि पुनर्जीवित भनेको के हो भनेर भन्दाखेरि चाहिँ यसको फाइदा के हो भन्नुभन्दा पहिला यो भनेको के हो त? कृषि पुनर्जीवित भनेको चाहिँ कृषिमा लाग्छौं हामी मानव शरीर बाँच्नको लागि कृषिको अन्न उपज चाहिँ अनिवार्य उत्पादन गर्नुपर्छ। त्यसको विषयमा चाहिँ अब यसलाई कसरी उत्पादन गर्ने भन्ने चाहिँ किसानको लागि धेरै महत्त्वपूर्ण जानकारी हुन्छ र प्रविधिको लागि पनि धेरै महत्त्वपूर्ण कुरा हुन्छ। त्यसैको कारणले गर्दा यो कृषि पुनर्जीवित भनेको चाहिँ के रहेछ भने बेलायतको कृषि विश्वविद्यालयले चाहिँ अध्ययन गरेको भन्ने कुरा चाहिँ भारतीय सञ्चार माध्यम कृषिको सेक्टरमा काम गर्ने एकजना विज्ञ डाक्टरले चाहिँ निकाल्नु भएको भिडियोको आधारमा आजको भिडियो मैले तयार गरेको छु। लागौं आजको विशेष भिडियो सेगमेन्टतर्फ। आजको भिडियो सेगमेन्टमा चाहिँ मैले के भन्न खोजेको छु भने यो चाहिँ कृषि पुनर्जीवित भनेको के हो, यसले चाहिँ के फाइदा गर्छ भन्ने विषयमा चाहिँ कृषि पुनर्जीवित भनेको चाहिँ यिनलाई चाहिँ के गर्दो रहेछ भने हामीले खनचोद बिना नै नखनिकन नजोदिकन चाहिँ कृषिलाई लगाउन सकिने अथवा अन्न बाली लगाउन सक्ने प्रविधि चाहिँ मैले अध्ययन गरेको आधारमा यसलाई चाहिँ तपाईहरु सामु भिडियोमा ल्याउने कोसिस गर्दैछु। कृषि पुनर्जीवित भनेको चाहिँ यिनीहरुले कसरी लाउँदा रहेछ त भन्दा यसको पहिला सुरुमा लाउनु भन्दा पहिला फाइदा र बेफाइदा रहेछौं है। फाइदा र बेफाइदा के रहेछ भने प्राकृतिक रूपमा जुन जमिन जस्तो ठाउँ छ त्यस्तै रहनको लागि नबकोस् भन्नको लागि र यो भुइँचालोहरु नआओस् भन्नको लागि देखि लिएर धेरै कुराहरु रहेछ। त्यसको लागि चाहिँ हामीले यो कृषि पुनर्जीवित प्रणाली अपनाउनु पर्ने रहेछ भन्ने चाहिँ नयाँ अध्ययन चाहिँ यो बेलायतको कृषि विश्वविद्यालयले तयार गरेको भन्ने चाहिँ एउटा मैले सञ्चार माध्यममा पाइसकेको छु। यो कसरी प्रयोग गर्दै रहेछ त भन्ने विषयमा चाहिँ कुरा गरौँ है। यसलाई त फेरि खन्दै नखनिकन जोत्दै नजोदिकन कसरी चाहिँ हामीले गर्न सकिन्छ त भन्ने त तपाईहरुको लागि धेरै चासो होला। अब यसमा चाहिँ मैले के देख्यो भने खन्दै नखनिकन जोत्दै नजोदिकन लाउने बालीहरु के हुन्छ त, जस्तै तोरीहरु, मकैहरु, भडमास, अब तपाईको चाहिँ अर्को गेडागुडी चीजहरुलाई चाहिँ कसरी रोप्ने रहेछ त भन्दाखेरि यिनीहरुले अब बर्खायाममा थोरै मात्रै खनजोदै गर्नु पर्यो भने थोरै मात्रै भनेको छ के। बर्खायाममा दोस्रो लडमा आउँदाखेरि चाहिँ पहिलो लडको त खनजोदै गरिन्छ, दोस्रो लडमा आउँदाखेरि चाहिँ हामी त्यहाँ बारीभरि हाम्रो घाँस छ, मलहरु पर्याप्त छ भने घाँस त यतिको उम्रिहालिन्छ। घाँस छ भने पहिला बिउ बिजन छर्ने, त्यो पछि आएर
केले सकिन्छ अब हामीले हँसियाले सकिन्छ भने हँसियाले फाट्ने अनि त्यसपछि आएर चाहिँ नभए हाते कटर मेसिनहरू हुन्छ अहिले त सञ्चार माध्यम तपाईँहरूलाई थाहा छँदै छ प्रविधि अथवा यन्त्रीकरणको समयमा यन्त्रीकरणलाई कसरी युज गर्छ तपाईँलाई थाहा छँदै छ त्यसलाई प्रयोग गरेर सबै बारीमा चाहिँ घाँसलाई सर्लक्क फाटिदिने त्यसको फाइदा के हुँदो रहेछ भन्दाखेरि जमिन बग्दैन एक नम्बरमा दोस्रो नम्बरमा त्यही घाँसहरू भुइँमा झरेपछि त्यही नै मल हुने त्यहीँबाट चाहिँ त्यसमा भएको बालीहरू माथि आउँछ भन्ने विषयको उनीहरूले अध्ययन गरेको रहेछ अनि यसको विषयमा छोटो जानकारी तपाईँहरूले राख्न खोजेको तपाईँले सबै जमिनलाई यसरी गर्नु भन्न खोजेको होइन यदि यसको विषयमा हो कि होइन भनेर तपाईँ हामीले नै टेस्ट गर्ने हो भने थोरै जमिन सकिन्छ 5 धुर 10 धुर जग्गा जमिनमा चाहिँ लगाएर यसलाई पनि तपाईँहरूले यसरी लाउँदाखेरि के हुँदो रहेछ भन्ने कुराहरूलाई चाहिँ थोरै उ गर्नु होला किनभने यो गर्यो भनेदेखि चाहिँ हामी प्राकृतिक रूपमा पनि जमिनहरू नखन्ने बित्तिकै त हाम्रो जमिनको माटो बग्दैन भन्ने विषयको आजको विशेष भिडियो मैले बुझेको जानेको अनुसारले चाहिँ त्यो सञ्चार माध्यममा देखेको आधारमा आजको भिडियो तयार गरेको छ आजको भिडियो तपाईँलाई कस्तो लाग्यो जस्तोको त्यस्तै एउटा कमेन्ट अनि लाइक अनि सेयर गरिदिनु होला यदिन्जेलसम्म मेरो भिडियो पुरा हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद नमस्कार